आज हामी एउटा नयाँ टपिकमा कुरा गर्नेछौँ। एयर ग्रिडहरू जुन वायरलेस डिभाइस हो, एयर ग्रिडहरू पिङ नआउँदा, कनेक्सन पेज नखुल्दा अर्थात् बिग्रिँदाखेरि यसलाई हामी कसरी मर्मत गर्छौँ भन्ने हेर्छौँ है। धेरै डिभाइसहरू बिग्रिँदाखेरि यसमा के हुन्छ भन्दाखेरि दुईटा बत्ती मात्रै बल्ने, पावर र ल्यानको, तर ल्यान चाहिँ रिप्लाई चाहिँ नगर्ने है। रिप्लाई गर्नु भनेको त प्लिक प्लिक नबल्ने, बल्या बल्यै गर्ने। यस्तो केसहरूमा प्राय गरेर ल्यान आइसी बिग्रेको हुन्छन् र कम्प्युटरमा पिङ पनि खुल्दैन। हाम्रो पनि पिङ खुलेन यो डिभाइसमा। र यो डिभाइसमा हामीले चेक गर्दाखेरि, मैले चेक गर्दाखेरि यसमा चाहिँ हाम्रो ल्यान कन्ट्रोलर आइसी बिग्रेको छ है। ल्यान कन्ट्रोलर आइसी बिग्रेको छ। यसलाई चाहिँ हामी चेन्जै गर्नुपर्छ, अरू केही उपाय छैन, चेन्ज गर्नुपर्छ। यो चाहिँ मार्केटमा त पाइँदैन, चाइनाहरूबाट इन्डियाबाट मगाएर यसलाई चेन्ज पर्ने हुन्छ। र मैले खातले भिडियो बनाएको कारणले गर्दाखेरि यो डिभाइसहरूमा मैले सिधै आइसी निकालेको र हालेको भिडियो मात्रै छ है। तपाईँले बिचको प्रोसेस छैन, अरू भिडियोमा बिचको प्रोसेस पनि बनाउला है। म यो नयाँ आइसी यसमा हाल्छु र नयाँ आइसी हालिसकेपछि म फेरि चेक गर्छु है। र यसमा नेटवर्कमा काम गर्ने साथीहरूलाई थाहा होला है। यसमा चाहिँ पिङ चाहिँ हाम्रो रिसेट गरिसकेपछि आउने पिङ 128 र नर्मलमा 64 पिङ आउनुपर्छ। यसको पेज चाहिँ 192.168.1.20बाट खुल्छ र मैले आइआइसी लगभग हालि नै सकेँ है। आइआइसी हालिसकेपछि म तपाईँलाई यसको रिसेट गरेर देखाउँछु। पहिला रिसेट गर्नलाई चाहिँ हामीले पावर बटन दबाइरहने है, पावर बटन दबाइरहने र ल्यान कनेक्सन हाल्ने। ल्यान जब हाल्नुहुन्छ, ल्यान कनेक्सन हाल्दाखेरि पावर र ल्यान इन्डिकेसनको र लास्टको दुईटा 4वटा बत्ती जम्मा बल्छ। त्यो बल्नु भनेको हाम्रो पावर बटन दबिरहेको छ भन्ने इन्डिकेटर हो। त्यो पनि हामीले पावर बटनलाई चाहिँ छोड्नु हुँदैन, थिचै गर्नुपर्छ र लगभग 10-12 सेकेन्डपछि सबै बत्ती आफै बल्छ है। सबै बत्ती आफै बल्छ 3 टाइम र 3 टाइम त्यो बत्तीहरू बलिसकेपछि हेरौँ, भिडियोमा हेरे जस्तै गर्नुहोस् न है। त्यो सबै बत्ती बलिसकेपछि आफै बत्तीहरू लाइनले लस्करै बल्न थाल्छ क्या। त्यो भनेको हाम्रो रिसेट भयो है। रिसेट भइसकेपछि अटोमेटिक बुट मोडमा जान्छ र यो बुट मोडमा गएपछि हामीले कम्प्युटरमा हेऱ्यो भने कम्प्युटरमा 128 को पिङ आउनुपर्ने हुन्छ। 128 को पिङ आउनु भनेको हाम्रो यो डिभाइस रिसेट भइसक्यो। अब हेरौँ है, यसरी यो प्लिक प्लिक गरेको बत्ती बलिरहेछ। यो भनेको हाम्रो ल्यानले काम गरिरहेछ, ल्यान डिडिकेसन भइरहेछ भन्न खोज्या हो। ल्यानले रिप्लाई गरिरहेछ भन्ने हो, नेटवर्कको रिप्लाई भइरहेछ भन्ने हो। यसरी बल्छ। यति बलेपछि हामीले छोडिदिँदा हुन्छ है पावर बटनलाई। छोडिदिने, छोडेपछि हेर्नुहोस् यो अब 3टै बत्ती सर्लक्क कस्तो मजाले लाइनले बल्न थाल्छ नि। ततिरको 4वटा बत्तीहरू यसरी लाइनले बल्छ। यसरी लाइनले बल्नु भनेको हाम्रो बुट मोडमा जानु हो। त्यो डिभाइस बुट मोडमा जानु भनेको 128 को पिङ आउनु हो। र यो बुट मोड भनेको के हो भनेपछि यो सफ्टवेयर हाल्छ। कहिलेकाहीँ सफ्टवेयर क्र्यास भएको बेला 128 मा पनि सफ्टवेयर हाल्न सकिन्छ। यो भनेको अब यति भएपछि हामीलाई फेरि ल्यान डिस्कनेक्ट गर्ने र फेरि हाल्ने, मतलब पावर अफ र अन गर्ने भन्न खोजेको। पावर अफ र अन गरेपछि अब तपाईँको के हुन्छ भन्दाखेरि यो चाहिँ अब 64 को पिङमा जान्छ है। अब चाहिँ रिसेट हुँदैन। रिसेट गर्नलाई हामी बटन थिच्दैनौँ अब सेकेन्ड टाइम। र जस्तै अहिले हाम्रो 4वटा बत्ती बलिरहेछ, पावर र ल्यान डिडिकेसनको बल्नुपर्छ। यतातिरको दुईटा केही समय 8-10 सेकेन्डपछि यो अटोमेटिक निप्छ है। यो बल्या गर्दैन, सुरुमा हाल्दाखेरि एकछिन बल्ने हुन्छ। अब यो निभिसकेपछि अब यो ल्यान डिडिकेसनको र हामीले हालेको आइसीले यदि राम्ररी काम गरिरहेको छ भने, प्रोपर डिभाइस भइसकेको हो भने यसमा चाहिँ हाम्रो 64 को पिङ पनि आउनुपर्छ र 192.168.1.20बाट हाम्रो पेज पनि खुल्नुपर्छ है। र अब हामी त्यही चेक गर्न लागेको हाम्रो पिङ आयो कि आएन है। यसरी हामी आइसीहरू चेन्ज गर्छौँ है। हामी आइएसपीहरूले युज गर्ने जति पनि इलेक्ट्रोनिक्स डिभाइसहरू हुन्छ त्यो डिभाइसहरूलाई हामी मर्मत गर्ने कोसिस गर्छौँ है। त्यस्ता डिभाइसहरू छ भने तपाईँ हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो यसमा 164 को पिङ पनि आयो है, हेर्न सक्नुहुन्छ। 64 को पिङ पनि आयो र अब हामी पेज पनि खोल्छौँ है। पेज भनेको क्रोममा गएर 192.168.1.20 है। तपाईँहरू नर्मल मान्छेको कम्प्युटरमा खुल्दैन, किनकि IPv4मा पनि यसको आइपी एड गर्नुपर्ने हुन्छ है। त्यस्तो एड गर्नु पर्यो, सिक्नु पर्यो भने हामीले कमेन्ट गर्नुहोस्, मैले भिडियो बनाएर तपाईँहरूलाई राख्ने कोसिस गरौँला है। हाम्रो पेज पनि खुलिसक्यो है। पेज खुलिसकेपछि यसमा तपाईँहरूलाई थाहा होला लगइन र पासवर्ड भनेको यसको युबिएनटी हुन्छ। युबिएनटी हुन्छ यसको लगइन पासवर्ड र आइडी दुईटै युबिएनटी नै हुन्छ। कन्ट्रीमा हामी अस्ट्रेलिया हाल्छौँ र एग्रिमेन्टलाई एक्सेप्ट गरेर एग्रिमेन्टमा टिक लाएर हामी लगइन गर्छौँ। लगइन गरिसकेपछि हाम्रो पेज खुल्छ र त्यसपछि कन्फिगर गर्न सक्छौँ हामीले है। कन्फिगर गऱ्यो भने हामीले यसको सबै काम हुन्छ। जस्तै रिसिभिङ, ट्रान्समिट दुईटै काम गर्न थाल्छ यो डिभाइसले, मतलब बनिसक्छ यो डिभाइस, ओके भइसक्छ। र कुनै डिभाइसहरूमा हाम्रो जस्तै मेरो यो डिभाइसमा अलि सफ्टवेयर भर्सन चाहिँ पुरानो छ, त्यस कारण मैले यसमा चाहिँ नयाँ सफ्टवेयर पनि हाल्ने कोसिस गरेको छु है। नयाँ सफ्टवेयरहरू क्रोमबाट डाउनलोड गरेर
यसैको सिस्टममा गएर अपडेट फाइलमा गएर हामीले सफ्टवेयर अपडेट गर्न सक्छौँ। र यसरी बनिसकेपछि हामीले यसमा सर्च गर्दाखेरि हाम्रो नेटवर्क पनि सर्च गर्छ है। 2G र 5Gमा भनेको एयरग्रिड अथवा रकेट M5 र M2मा चाहिँ M2ले 2G र M5ले 5G नेटवर्क मात्रै रिसिभ र ट्रान्समिट गर्छ। यस्तैसँग सम्बन्धित डिभाइसहरू मर्मत गर्नु पर्यो भने हामीले सम्पर्क गर्नुहोस् है। हामी आइएसपीसँग रिलेटेड डिभाइसहरू सबै जस्तै राउटर, सेटअप बक्स, माइक्रोटिक, ओएलटी, स्विचहरू यस्ता डिभाइसहरूलाई हामीले मर्मत गर्ने गरिरहेछौँ। विगत 10 वर्षदेखि हामीले काम गरिरहेछौँ। तपाईँहरूको पनि त्यस्तो समस्या छ भने दिएको नम्बरमा कल गर्न सक्नुहुन्छ। केही गुनासो छ भने कमेन्ट गर्दा पनि हुन्छन् है। भिडियो हेरिदिनु भएकोमा धन्यवाद। लाइक र सब्सक्राइब गर्नुहोस्। यो डिभाइस यो M2, M5, रकेट, एयरग्रिड यिनीहरू भनेको वायरलेस डिभाइस है। नेटवर्कमा भएको साथीहरूलाई थाहा होला, यो भनेको वायरलेस डिभाइस हो। वायरलेस एनसेलहरू यिनीहरूले पनि युज गर्छन्। भनेपछि आइएसपीहरूले फाइबर नतान्ने ठाउँहरूमा वायरलेसको लागि यसलाई युज गरेको हुन्छन् है। यो वायरलेस डिभाइस हो, यसले तार बिना नै ट्रान्समिट गर्ने गर्छ है उहाँहरूलाई, सिग्नलहरूलाई। हस्, धन्यवाद भिडियो हेरिदिनु भएकोमा।